सुदन गुरुङ गृह मन्त्रालय फर्कने, बालुवाटारबाट आयो ग्रिन सिग्नल, छानबिन समितिको प्रारम्भिक अध्ययनमा कुनै कैफियत भेटिएन, सशस्त्रका आइजिपीले नै दिए गृह मन्त्रीको सत्कार। विवादास्पद आरोप लागेर मन्त्री पदबाट राजीनामा दिएका सुदन गुरुङ पुनः गृह मन्त्रीका रूपमा सिंहदरबार फर्कने निश्चित भएको छ। छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा उनीमाथि लागेका आरोपहरू पुष्टि हुने आधार नदेखिएपछि प्रधानमन्त्री बालेन्द्र बालेनले उनलाई पूर्ववत जिम्मेवारीमै फर्काउने तयारी गरेका हुन्। सम्भवतः केही दिनभित्रै गुरुङले गृह मन्त्रालयको कमान्ड पुनः सम्हाल्ने स्रोतले जनाएको छ। गत 13 चैतमा गृहमन्त्री नियुक्त भएका गुरुङमाथि स्रोत नखुलेको सम्पत्तिबाट सेयर खरिद गरेको र विवादास्पद व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको आरोप लागेको थियो। चौतर्फी विरोध भएपछि मन्त्री भएको 26औं दिनमा अर्थात् गत 9 वैशाखमा उनले पदबाट राजीनामा दिएका थिए। तर प्रधानमन्त्री निकट स्रोतका अनुसार छानबिन समितिको प्रारम्भिक अध्ययनमा कुनै कैफियत वा चर्चा गरिए जस्तो ठूलो कारोबार फेला नपरेकाले र कानुन विपरीत काम गरेको पुष्टि नभएकाले उनलाई नै पुनः जिम्मेवारी दिन लागि हो। गुरुङको राजीनामापछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह आफैले सम्हाल्दै आएका छन्। यसैबीच पूर्णकालीन गृहमन्त्री नहुँदा प्रधानमन्त्रीले संसद र संसदीय समितिमा जवाफ नदिएको भन्दै विपक्षी दलहरूले लगातार विरोध गरिरहेका छन्। हालै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समेत यही विवादका कारण स्थगित भएको थियो। प्रधानमन्त्री शाहले भने उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा गठित 3 सदस्यीय छानबिन समितिको प्रतिवेदन पर्खिरहेका थिए, जसको म्याद सकिन अब केही दिन मात्र बाँकी छ। यसैबीच गुरुङले शनिबार सशस्त्र प्रहरी अस्पताल बलम्बो पुगेर कैलालीमा तालिमका क्रममा बेहोस भएका जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सो क्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र चिकित्सकहरूले उनलाई गृहमन्त्रीकै स्तरको सत्कार र ब्रिफिङ गरेका थिए, जसले उनी चाँडै मन्त्रालय फर्कने सङ्केतलाई बलियो बनाएको छ। समितिले तोकिएकै समयभित्र प्रतिवेदन बुझाउने तयारी गरिरहँदा गुरुङको सिंहदरबार फिर्ती लगभग पक्का भइसकेको छ।